देख्नुभयो टाइप एडिसन सिरिजमा के हुन्छ हामी सिरिज लेख्छौँ 3 5 7 9 अब यहाँ के हुन्छ त्यसपछि 1 4 7 10 यहाँ के हुन्छ त्यसपछि 0 2 4 6 यहाँ ल लेख्नुभयो एडिसन सिरिज ल लेख्नुहोस् त यो एउटा कम से कम लेख्नुहोस् बढीको लेख्दा पनि हुन्छ अब लेख्नुहुन्छ ठिकै छ 5 भएको छ 2 यसमा 6 एड गरेर 5 6 7 हुन्छ हैन यसमा कति एड गरेछ अब यसमा पनि कति हुन्छ बुझ्नुभयो यो तरिकाले सोच्नु होला अझै यो इजी छ यसमा कति एड 3 2 एड 1 र 2 4 हुन्छ ल 3 यसमा कति हुन्छ 3 ल यसमा कति एड यसमा कति एड यहाँ कति हुन्छ भयो एडिसन सिरिज अब अर्को सब्ट्र्याक्सन सिरिज डिफरेंट टाइप्समा दिँदै जो एकैपल्ट सब्ट्र्याक्सन सिरिजको यसैमा आउँछ पहिला यसरी हेर्ने एडिसन गरेर मिल्छ कि मिल्दैन यहाँ कति एड छ 3 यहाँ कति एड छ 3 मिन्स यहाँ पनि के हुन्छ 3 कतिमा एड गरेपछि 3 हुन्छ 0 मा यसरी 0 बाट गर्दा पनि हुन्छ यहाँ त यहाँ कति घटाएर यो भएको छ 3 यहाँ कति घटाएर भएको छ यहाँ कति घटाउनु पर्यो 3 बाट 3 घटाएपछि कति आउँछ बस एउटा यो तरिकाले सोच्नु होला अब यता हेर्नु यहाँ कति घटाछ पहिला एड गर्नु होला एड गरेर मिल्छ कि तपाईहरु सोच्नुहुन्छ फिक्स एक्जाम दिनुहुन्छ जति बेला क्वेशन आउँछ तपाईहरु फर्स्टमा सोच्नुहुन्छ मिलिरहेछ कि 6 2 8 8 3 11 11 4 15 हैन अब 2 3 4 यसरी घटिरहेछ हैन यसरी बढिरहेछ 2 3 4 अब यता के हुन्छ यहाँ त के हुनु पर्यो 1 हैन अब 1 जोडेर हुन्छ कि घटाएर हैन घटाएर हुन्छ अब के हुन्छ यसमा 5 बाट 1 गयो 4 हुन्छ 4 हुन्छ तर यहाँ 6 छ 7 बाट 1 गयो कति हुन्छ बुझ्नु भयो हैन सर यहाँ 4 छ 3 छ 2 छ 1 छ यसरी बढिरहेछ 1 2 3 4 यसरी बढिरहेछ नम्बर बुझ्नु भयो यताबाट 1 5 plus 1 6 6 2 8 8 3 11 11 4 बुझ्नु भयो ल अब यता हेर्नु होला ल 10 यसमा कति एड छ 3 यसमा कति एड छ 2 यहाँ कति हुन्छ 7 7 र 3 बुझ्नु भयो ल अब यता